हेलो साथीहरू, मेरो छोरी चाहिँ स्कुल जान रेडी भएर मोबाइल हेर्दै बसेको छिन्। आज चाहिँ मैले छोरीलाई नास्ताको लागि टिफिनमा रोटी र तरकारी बनाइदिएको थिएँ। खुसी भएको छिन्, थ्याङ्क यू मम्मी भन्छन्। अनि छोरीलाई टिफिन दिएँ। बाबु आएको थियो, बाबुले भिडियो बनाइदिनु लाग्यो। नबनाइदिनु मम्मी भिडियो, मेरो भिडियो नबनाइदिनु भन्दैछ। मस्किँदै उहाँ हेर्नु न, सिरम लिएर उसले चाहिँ सिरम लाउनु लायो। भिडियो चाहिँ नबनाइदिनु है, मेरो नबनाइदिनु है भन्दैछ। म फेरि बनाइदिन्छु भन्दै बनाइदिएँ। के छ र, जा लज्जा भनेर बनाइदिएँ। पख त सुधार आउँदा बनाएर राखिदिन्छु भनेको छु। छोरी चाहिँ जुत्ता लगाउँदैछिन्। बर्खा मासको टाइम, जुत्ता धोयो भने सुक्दैन, सो मैले जुत्ता धोइदिएको थिएन। जुत्ता लगाएर छोरी रेडी हुँदैछिन्। नानीको साथी पनि आइन्, यिनको नाम गरिमा हो। नानीको साथी आइन्। अब चोला बोक्नलाई नै आफूभन्दा वेटी छ चोला। ओहो कति गाह्रो मेरो छोरीलाई, बिचरा बिचरा मेरो छोरी ज्ञानी छिन्। ल बाई बाई छोरो भनेको, बाई बाई मम्मु भन्दै गइगिन् छोरी। म चाहिँ रुम सफा गर्न गएँ भित्रतिर। बच्चाहरूलाई स्कुल पठाएर मल्ल रुम सफा गर्छु मैले चाहिँ, होइन। फेरि बच्चाहरू भएको रुम सफा गर्दै थिएँ मम्मु भन्दै फेरि छोरी आइन्। के भयो छोरी भनेको, मलाई 5 रुपियाँ दिनु न अरे। अनि म गएर 5 रुपियाँ दिन्छु भनेको 10 रुपियाँ दिएँ। खुल्ला थिएन मसँग, अनि 10 रुपियाँ दिएँ। खुसी हुँदै बाई भन्दै गइन्। अब म बाबुको रुमतिर गएँ। बाबुको रुमको हालतको त कुरै छोडिदिनु साथीहरू। अनि म चाहिँ सफा गरिदिनु लागेँ। अब छुट्टीको बेला चाहिँ बाबु आफै सफा गर्छ। अब पढ्ने टाइममा त उसलाई पनि पढ्न दिनु पर्यो, त्यही भएर म आफै सफा गरिदिन लागेको। कहिलेकाहीँ म गरिदिन्छु भने कहिलेकाहीँ ऊ आफै पनि सफा गर्छ। रुम सफा गर्दैछु, हेर्नुहोस् साथीहरू। छोरा मान्छेको यस्तै हो, छोरी मान्छेको जस्तो कहाँ हुन्छ र। छोरा मान्छे भनेको छोरै हो। छोरी मान्छेले जस्तो सफा टक्क राख्न सक्दैनन्। मैले चाहिँ बल्ल तल्ल जसो तसो मिलाइदिइरहेको छु। के भन्छ अरे हजुरले फेरि, किन हाफ डसना बिछाउनु भएको भन्नु होला। डसना गरुको भएर मैले उचाल्न नसक्ने भएकोले सानो डसना बिछाइदिएको छु। अब किनभने बाबु मात्र सुत्ने हो, त्यही भएर ठुलो डसना नबिछाइदिएको। उल्टो गरी पठाउनु भएको रहेछ बाबुले, मैले चाहिँ उल्टो गरी पठाइदिएँ। बाबुको किताबहरू हेर्नु न, लथालिङ्ग पार्नु भएको छ। किताबहरू मिलाइदिएर राखिदिएँ टक्क पारेर। आउँदाखेरि खुसी हुन्छ, मम्मीले कस्तो सहयोग गर्नुभएछ मलाई, मेरो कोठा सफा गरिदिनु भएछ भन्छ। अब बाबुको लगेज खोलेर हेरेको, कपडा त नपठाइराखेको रहेछ। कपडाहरू पनि पठाएर राखिदिनु पर्यो भनेर कपडा पठाइदिन लागेको छु मैले। ल साथीहरू, अब पार्ट 2 मा अर्को भाग। सबैजनाले माया गरिदिनु होला। हामी गृहिणीलाई स्यालेरी बिनाको काम गरिरहेको छौँ, हाम्रो जिम्मेवारी निभाइरहेको छौँ। सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला।